अहिले मलाई एकदमै बोल्न लागेको विषय भनेको चाहिँ राजा चाहिँ एकदम सक्रिय भएर अगाडि बढिरहेको जस्तो लाग्यो होइन। प्रजातन्त्रको पूर्व सन्ध्यामा दिएको वक्तव्य नेपाली जनताले चाहिँ यो हकीकत होला भन्ने मैले सोचेको थिइनँ। मैले सजिलै छोडेर गएँ, तर अहिले नेपाली जनताको देशकै हालतै एकदमै नाजुक अवस्थामा गयो भनेर कमेन्ट दिएको थियो क्या राजाले। अनि त्यसको वरिपरि घुमेर विभिन्न अहिले कुम्भ मेला पनि गएर आएको प्रसङ्ग रहेछ। अनि राजावादीहरू जस जुर्मुराएका छन् क्या। के लाग्छ यो साँच्चीकै कायापलटै होला जस्तो छ त? त्यो कुम्भ मेलाबाट आइकन अनि इन्डिया भ्रमण गरिकनको जुन राजाको यो बोली अहिले आयो नि धेरै वर्ष पछाडि, अहिलेसम्म त चुपचापै हो नि त राजा। अहिले आउँदाखेरि चाहिँ कता न कता इन्डियाले चाहेको हो कि होइन, इन्डियाले चाहिँ नेपाललाई हिन्दू राष्ट्र बनाउनको लागि चाहिँ राजै ल्याएर चाहिँ बनाउने सोच बनाएको हो कि होइन। राजा बोल्नुको पछाडि कता न कता इन्डियाको हात छ जस्तो मेरो चाहिँ विचारमा लाग्छ। इन्डियाले चाहेको होला। र अलिकति हिस्ट्री हामीले गयो भने 62-63 को आन्दोलन दिल्लीमै त्यो ऊ भयो नि त होइन। सम्पूर्ण पार्टीहरू त मिले। अनि अलिक पुरानै तरिकाले जाने भने चाहिँ सोनिया गान्धी हुनसक्छ होइन। उसलाई चाहिँ यहाँ काठमाडौँ आउँदाखेरि पशुपतिमा पूजा गर्न नदिए रहेछ क्या, विदेशी भएको हिसाबले होइन। हिन्दू धर्मप्रति त्यो भएर उसलाई अलिकति कटाक्ष लागेको थियो होला नेपालको राजतन्त्रदेखि। अनि नेपालमा राजा भइरह्यो भने नेपालीहरू अलिक शक्तिशाली हुन्छन्, राजाले अरूले भने जस्तो मान्दैनन् भन्ने पनि छ होइन। त्यो कम्प्रोमाइज गर्दैन नि त राजाले त, जोसँग पनि झुक्ने त कुरै छैन। त्यहाँ अलिकति सम्मान भएन भने पनि त्यहाँ जाँदैन नि त उनीहरू त। जस्तो नेताहरू त अब लर्को लगाएर होइन, इभन एउटा राजदूत आउँदाखेरि पनि भेट्नको लागि लर्को हुन्छ नेताहरूको होइन अहिलेको स्थितिमा। त्यो खालको शान शौकत र उनीहरूलाई त्यो लाग्यो होला यहाँ राजा भयो भने अब पावरफुल हुन्छन्, राजाले हामीले भनेको मान्दैनन् र नेपाललाई हामीले कन्ट्रोल गर्न सक्दैनौँ भन्ने हिसाबले पनि त्यो त्यतिखेर फाल्यो होला काङ्ग्रेस आएको त्यतिखेरको सरकार। अब अहिले मोदी आएपछि के भयो भन्दाखेरि विश्वमा यत्रो अरबौँ हिन्दू छन्, एउटा हिन्दू राष्ट्र राखौँ न त भन्ने एउटा सफ्ट पनि होला, सफ्ट कुरा होइन। त्यो पनि लाग्छ। अनि युपीको मोदी के अरे योगी आदित्यनाथले पनि भनेको कुराहरू आउँछ क्या। अब त पुरै हिन्दूवादी नै हो नि त, सन्त नेता भन्छ, तर एकदमै तर उसको त्यो देखावटीपन हो होइन। ऊ मान्छे त कट्टर खालकै हो नि त, जे हो भने मुस्लिमलाई अलिकति दबाउनै पर्छ, हिन्दू ठुलो नै हो भन्ने कुरा गरिरहेको हुन्छ। त्यो माहौल पनि होला। तर अब नेपालको राजनीतिमा के कस्तो लाग्छ? राप्रपा त हामीले देखिहालेका छौँ होइन। अलिकति केही सिटहरू त छ उनीहरूसँग, जनमानस पनि होला, बुढापाकाहरू धर्म मान्नुपर्छ, अलिकति निरपेक्षता हामीले हटाउनुपर्छ भन्ने कुराहरू छ, गणतन्त्र पनि हटाउनु पर्ने कुराहरू छ। रापरमा राजा नै आए पनि होइन, जुन जोगी आए पनि कानै चिरेको भन्ने छ नि। राजा पनि यत्रो समयमा लगभग 200-250 वर्ष अगाडिदेखि नै राजाहरू पनि थिए होइन। त्यति बेला पनि राजाहरूले पनि केही गर्न सकेको त छैन नि त, छैन। जसरी अहिले आम जनमानसको सोचाइ चाहिँ के हो भनेपछि राजा आयो भने अलिकति सिस्टममा चल्छ कि भन्ने केही मानिसहरूको धारणा हो होइन। तर मलाई लाग्छ राजालाई त्यति, जसरी राजा तपाईँले डगमगाउनु भयो भन्नुभयो नि, राजा आफ्नै बलबुद्धिले आफ्नै सोचाइले चाहिँ यसरी जुगुगाउनु भएको चाहिँ होइन जस्तो लाग्छ क्या। पक्कै पनि इन्डिया अथवा हाम्रो छिमेकी मुलुकहरू छ नि, यिनीहरूले नै केही पकाइरह होला जस्तो छ। अब राजा आउनलाई त्यति पनि सजिलो छैन जति उसले छोडेर जान सजिलो थियो। तर 50,000 मान्छे उठाएर यहाँ कति दिनसम्म आन्दोलन गर्न सक्ने ल्याकत छ यहाँको जे होस् होइन। सम्पूर्ण त्यसले डिस्टर्ब गर्छ नि त एक तरिकाले त। अब आन्दोलनको कुरा त यस्तो हुँदा आन्दोलन त नेपालीहरू पनि कस्तो छन् भनेपछि कहीँ आन्दोलन छ यताउति छ भन्ने बित्तिकै लगभग लागिहाल्ने क्या लाग्छ। तर यस्तो हो क्या, पार्टीहरूले चाहिँ के गर्छ भने उनीहरूले त मान्छे खुवाएर किनेर भए पनि ल्याउँछन् नि त होइन। त्यो खालको ल्याकत छ क्या उनीहरूसँग, पैसा उनीहरूले कमाउनु परेछ। त्यो कारणले गर्दाखेरि भ्रष्टाचार किन भयो भन्दाखेरि त्यो पावरमा उनीहरू बसिरहनको लागि उनीहरूले मान्छे पाल्नै पर्छ, नेता कार्यकर्ताहरूलाई थमाउनै पर्छ, जनतालाई भ्रममा पार्नै पर्छ होइन। आफ्नो पोजिसन सेभ गर्नलाई भयो भने उनीहरूले। तर अब यो जनता भने त स्वस्फूर्त आउने जनता होला, या के अरे दही चिउरा खुवाएर मासु भात खुवाएर त ल्याउने जनता होइन। तर एउटा क्रिटिकल मास पुग्नुपर्छ क्या। अब जस्तै भनौँ न 1000, 2000, 10,000 पुग्यो भने त ओभियसली त्यसले फेरि तान्न थाल्छ अरे क्या। अनि सोझासिधा मान्छे पनि जाउँ न त जाउँ, देशमा के नै भएको छ र होइन। सबै बाहिर रुँदै हिँड्नु परेको छ काम गर्नको लागि, रोजीरोटीको लागि, घर परिवारभन्दा बेगर बाहेक होइन। त्यो भन्ने ऊ पनि छ। तर राजा आइहाल्दैमा सबै कुरा भइहाल्छ भन्ने चाहिँ होइन। तर यो खालको छाडापन चाहिँ हुँदैन होला होइन। अन्त यस्तो हो क्या, राजा आउँछन् भन्दै गर्दाखेरि वा आउन सक्छन् भन्दै गर्दाखेरि राजा कसरी हटेको थियो भन्ने कुरालाई पनि हामीले एनालाइज गर्नुपर्छ क्या। राजा कसरी हटेका थिए भन्दाखेरि
तपाईँको विदेशी शक्तिहरूले राजा हटाउन चाहेका थिए होइन। मेन कुरो के आउँछ नेपालमा, विदेशी शक्तिको कुरा आउँछ। दोस्रो कुरा के आउँछ, दलको कुरा आउँछ। त्यतिखेर 7 दलले निर्णय गरेर हटाउने है भनेर आन्दोलन सुरु गरे हो होइन। अनि त्यसपछि जनतामा पनि के थियो, आक्रोश थियो होइन। यो यसरी चाहिँ नहुँदो रहेछ। राजाले गरेका कामहरू पनि त्यतिखेर नराम्रा थिए होइन। त्यो कु गर्नुदेखि लिएर होइन, धेरै परिवेश बनाएको थियो क्या त्यहाँनिर। त्यो भएकाले गर्दाखेरि राजा हट्या हो होइन। र राजा हट्दै गर्दाखेरि एउटा मैले एउटा कुन बुकमा पढेको थिएँ क्या मैले, राजालाई चाहिँ के भनेर हटाइएको थियो अरे भने, तपाईँ अहिले निक्लिनुहोस्, फेरि पछि हामी संविधानमा चाहिँ राजा राख्छौँ भनेर तपाईँलाई फेरि पछि हामी ल्याउँछौँ भनेर चाहिँ एउटा एक खाले सम्झौता गरेर हटाएको थियो भन्ने कुरा आउँछ क्या। तर राजालाई त्यस्तो हुनुमा राजावादीकै मान्छेहरू भनौँ न होइन, त्यतिखेरका राजा वरिपरिकै मान्छेहरूले त्यो हरकत पनि गरे हुनसक्छ अरे क्या, राजालाई बदनाम गराउनको लागि। राजसंस्थै हटाउनुमा उनीहरूको पनि ठुलो हात छ भन्ने कुराहरू छ। किनकि राजा एक्लैले चल्न सक्ने पनि हुँदैन, सल्लाहकार त चाहिहाल्छ नि होइन। त्यत्रो कदम उठाउँदैछन्। अब 58को नरसंहार पनि भएको थियो, वीरेन्द्रको वंशनाश होइन। त्यसले गर्दा पनि अलिकति सत्ता हातमा लिनु पर्यो होला। तर मानिसले के भन्छन् भने त्यो केही न केही उसको संलग्नता थियो होला, त्यही भएर सङ्कटकाल लाउनु परेको थियो होला भन्ने कुरा पनि गर्छन्। अनि तर अब दाइ राजा आउनको लागि चाहिँ मैले देखेको भनेको, राजा आउनलाई तपाईँको के कुरा हुनुपर्छ भन्दाखेरि यसरी दिनै पछि 50-60 हजार मान्छे उतारेर पनि राजा आउने कुरा होइन। राजा यतिकै ल्याउनलाई सम्भव छैन, फेरि सम्भवै नभएको भन्ने पनि होइन। तर राजा आउनको लागि के हुनुपर्छ भने, हाम्रो देश भनेको स्वतन्त्र रूपमा बाहिरबाट हेर्दा स्वतन्त्र रूपमा चलेको देखिए तापनि विदेशीहरूको हस्तक्षेप एकदमै छ। त्यो भएकाले विदेशी शक्तिले चाहनुपर्छ, राजा स्वयं आफै फिल्डमा उत्रिनुपर्छ। जनतामा आक्रोश छ, जनता उत्रिन्छन्, नउत्रिने होइन, जनता उत्रिन्छन्। र यो जुन सुरक्षा बल छ, सैन्य बलले अलिकति सहयोग गर्नुपर्छ, यिनीहरूको साथ सहयोग रहनुपर्छ, तब मात्र राजा आउनलाई सम्भव छ। नभए दरबार मार्ग अगाडि चाहिँ जुलुस गरेर अलिअलि 20-30 हजार बाइकै उतारे पनि, बाइक र्याली उतारेर चाहिँ राजा आऊ देश बचाऊ, हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ भनेर चाहिँ केही हुँदैन। त्यो यस्तो हो क्या, अहिले सामाजिक सञ्जालले गर्दाखेरि त्यहाँ भ्युजहरू आउँछ, मान्छे होइन टन्न हुन्छन्। त्यो कमेन्टहरू हेऱ्यो भने राजा ल्याउनुपर्छ भन्ने नै बढी छ क्या। यो अहिलेको नेताहरूको भिडियोहरू हामीले हेऱ्यो भने त कमेन्ट हेऱ्यो भने चोर साले खाता भन्दा केही छैन क्या तिनीहरूको। अस्ति त्यो गेमको उसमा पनि ओलीको हामीले देखिहाल्यौँ होइन, ओली चोर देश छोड भन्ने नारा लगाइरहेको थियो होइन। क्रेज यिनीहरूको त गइसकेको छ होइन। तर अब त्यो शक्ति कसरी त्यो हातमा लिने भन्ने कुरा चाहिँ एकदमै हो क्या। अनि चुनाव लड नि त भन्ने कुरा पनि छ क्या राजालाई होइन, नेताहरूले त्यो भनिरहेछ। राजा आफै फिल्डमा उत्रिने विचार चाहिँ गरिसक्नु हो जुन। तर राजाले अब पहिलाको लिडर त हो, मान्नुपर्छ, देश बनाएको हुन् होइन, उनीहरूकै सन्ततिहरू हुन्। तर राजाले अब चुनाव लड्ने, राजा आफै फिल्डमा उत्रिने कस्तो अलिकति त्यो त एकदमै देश नाजुकै भएर चुर्लुमै डुबेको स्थितिमा चाहिँ त्यो मिल्छ होला होइन। अनि अब अहिलेको अवस्था पनि त्यस्तै छ। तर त्यो राजाले त्यो कदम चाल्छन् होला जस्तो मलाई लाग्दैन क्या। ऊ फ्रन्ट लाइनमा आउँछन् होला जस्तो लाग्दैन क्या। चुनाव त लड्दैनन्, चुनाव लड्ने कुरै भएन नि राजाले। म देश बचाउनलाई तयार छु, तपाईँहरूले साथ दिनुहोस् भनिसकेका छन्। र म देश बचाउनलाई म लिडरसिपमा म अगाडि आउँछु, म छु, तपाईँहरू मलाई साथ दिएर अगाडि बढ्नुहोस् भनेर चाहिँ जुन भनिरहेछन्। र त्यसरी नै अब आगामी दिनहरू पनि उहाँ लागि त्यसरी नै बेला बेलामा स्टेटमेन्ट दिने, बेला बेलामा चाहिँ अलिकति सक्रियता देखाएको छ क्या अहिलेको स्थिति चाहिँ। इन्डियाको चाहिँ अलिकति ग्रिन सिग्नल आयो जस्तो लाग्यो मलाई होइन। चाइनाले त्यति हामीलाई दखल अन्दाज गर्दैन। अमेरिका अहिले ब्याकअफ भइरहेको छ होइन, उसले आफै सहयोगहरू रोकिरहेछ। अमेरिकालाई अब अहिले कस्तो छ भने अमेरिकालाई जसुकैले जेसुकै मतलब छैन, उसले आफ्नो हित मात्रै हेरिरहेछ क्या उसले होइन। उसले आफूलाई चाहिँ आफ्नो कन्ट्रीभित्र चाहिँ आफूलाई कसरी बलियो बनाउने त्यति मात्र, विश्वमा आफूले कसरी प्रभुत्व जमाउने भनेर उसले सोचेको छैन अहिले। त्यस्तो भयो भने चाहिँ एउटा माहौल चाहिँ हुन्छ। र यहाँ यिनीहरूले नेताहरूले गरेको कर्तुत हामीले देखिरहेछौँ होइन। यो स्थितिमा देशलाई टाट पल्टाउने स्थितिमा लगिरहेछन्। नेताहरूले त राजालाई यतिको बोल्न सक्ने बनाएको पनि नेताहरूले हो क्या। यदि नेताहरूले आज यो अभिगत गर्दैनन् थियो भने राजा बोल्न सक्दैनन् थियो क्या। यसरी राजा बोल्नुको पछाडि नेताहरूको यो कालो कर्तुतहरू धेरै भयो क्या। जनता यति आक्रोशित भयो कि, जस्तो तपाईँले अघि कुरा गरिरहनु भयो, केपी ओली कप चलिरहेको थियो। केपी ओली कप चल्दाखेरि केपी ओली केपी चोर देश छोड भन्दै गर्दाखेरि चाहिँ त्यहाँको एउटा युवालाई होइन आयोजक टिमले कुटपिट गरेको छ। भोलिपल्ट पर्सिपल्ट फेरि केपी ओलीले सम्मान गरेको छ त्यो युवालाई।
त्यो खालको प्रवृत्ति अब छाडा हुन थालिसक्यो, देख्न थालिसक्यो क्या मान्छेले। पहिला चाहिँ अब के हुन्थ्यो, त्यो पर्दाभन्दा बाहिर मान्छेहरू लगाएर त्यो कुटपिट गर्ने प्रचलन थियो भने अब त्यो देखावटी रूपमा हुन थाल्यो क्या। त्यसले गर्दाखेरि पनि देशको साख पनि गिरिरहेको छ अन्तर्राष्ट्रिय स्तरमा होइन। अस्ति ग्रे लिस्टमा आयो हाम्रो फाइनेन्सियल एक्टिभिटी चाहिँ। नेताहरूले त्यो हेर्दैन कि दाइ, त्यो नेताहरूले चाहिँ त्यस्तो नर्मली कुराहरू पचाइसकेका छन् क्या, थेतर भइसक्यो जस्तो छ क्या। यो कुराहरूले भोलि हामीलाई नै हाम्रो राजनीतिक पोलिटिक्सलाई नै क्षति पुग्ला, हाम्रो देशलाई नै अब सानो हुँदै ठुलो हुँदै जान्छ यो कुराहरू भन्ने सोच्दैन होइन। उनीहरूले चाहिँ अहिले सर्ट टर्म मात्रै हेरे क्या होइन, अहिलेको मात्रै हेरे। अनि यस्तो दलदल बनायो कि राजनीति चाहिँ होइन, अरू त्यहाँ जान सक्ने स्थिति पनि छैन, तर उनीहरू त्यहाँनिर सेयर भएर बसेको छ क्या। तिनीहरूको सिनारीमा अर्को छिर्न पनि सक्दैन क्या। कसरी सकिन्छ त यार, त्यो स्थितिमा हामी गएर लिडरसिप दिनै सकिँदैन नि। सुरुमा के हुन्छ अरे भने यो दबाउन सक्नेसम्म उनीहरूले अहिले के गरिरहेछन्, दबाउन खोजिरहेछन्। दबाउन खोज्नेसम्म उनीहरूले दबाउन खोजिरहेछन्। कुनै कुनै कुराहरू दबाउन खोज्दाखेरि दबाउँदै दबिन्छ पनि। तर अहिले नेपालको कन्टेन्टमा चाहिँ के भइदियो भने, नेपालको परिवेश चाहिँ के भइदिरहेको छ भने, जति दबाउन खोज्छ नि जनता त्यति उफ्रिन खोजिरहेछन् क्या। अब एक दिन यिनीहरूले धेरै दबाउन खोज्छन् अनि त्यसपछि पड्किने नि हो क्या। जस्तो सामाजिक सञ्जाल विधेयक ल्यायो नि होइन, त्यो पास त भएको छैन अहिले, तर त्यहाँ अहिले सामाजिक सञ्जालले हो भने त धेरै तताउने त होइन, धेरै छिटो पुग्ने सबै माझ होइन। अनि त्योदेखि उनीहरू डर लागिरहेको छ क्या, उनीहरूको कर्तुत्वहरू त पर्दाफास गर्दैछन्। त्यति मात्र होइन, जनता सङ्गठित हुने पनि एउटा वातावरण बनिरहेछ। अनि त्यो माहौललाई उनीहरूले रोक्न सकेन भने त क्रिटिकल मास अलिकति मास बढी हुने बित्तिकै त उनीहरूलाई त गाह्रो हुन्छ नि, किनकि यो सबै बाहिरी इसारामा ल्याइएको चिज हो। र यहाँको सेनाले अलिकति उनीहरूलाई साथ दिएन होइन, सुरक्षा उसले जति दिनुपर्ने दिएन भने चाहिँ अभियसली यो सिस्टम त जान्छ क्या। अनि 47को संविधानको कुरा गरिन्छ, राजालाई चाहिँ एउटा राज संस्थालाई चाहिँ ठुलो मानेर अहिलेको राष्ट्रपतिको स्थितिमा होइन त्यो राखेर अनि प्रधानमन्त्री इलेक्सन हुने कुरा त छँदैछ। अब इलेक्सनै बोयकट हुने, राजा आएरै देश चलाउने भन्ने कुरा त अब त्यो हुँदैन होला होइन, त्यो सम्भवै छैन। तर राजा चाहिँ गार्जियनको रूपमा रहने अनि जे पनि धर्मसापेक्ष बनाउने, गणतन्त्र अब त्यो आफै गइहाल्यो भनेपछि यो संविधानै गयो क्या। 10 वर्ष नहुँदै यो संविधान गयो भने के होला हालत सोच न। हामी प्रत्येक 10 वर्ष 15 वर्षमा धेरै क्रान्तिहरू भइरहेछ क्या नेपालमा, चेन्जेसहरू धेरै आइरहेछ। अब जस्तो राजा त फ्यालियो, तर राजा फ्यालिसकेपछि नेता कस्तो ल्याइयो भन्ने कुरा भयो क्या। अब प्रधानमन्त्री जस्तो मान्छे टिकटकमा मुजरा गर्नेहरूलाई ल्याएर चाहिँ प्रधानमन्त्री कार्यालयमा चाहिँ सम्मान गर्ने होइन, बोल्न लगाउने। त्यो यस्तो पनि होला, उनीहरूले युवालाई अलिकति आफ्नो बसमा तान्न खोज्यो होला क्या, ऱ्यापरलाई पनि ल्याइरहेको थियो एउटा होइन। त्यो हो क्या त, त्यो चाहिँ के हो भने केपी ओलीको के हो भने जुन क्रेज थियो त्यो खस्कियो। खसिसकेपछि उसले अब के माध्यमबाट आफ्नो क्रेजलाई अगाडि बढाउने भन्दाखेरि चाहिँ जो पपुलर छन् आफ्नो विधामा तिनीहरूलाई लिएर आयो भने उनीहरूलाई अब केही प्रलोभन होला, केही होला वा स्वतस्फूर्त रूपमा होला केपी ओलीको बारेमा राम्रो भनिदिनु पर्यो होइन। ऊ फेरि कस्तो हो भने आफ्नो बारेमा राम्रो भनेको सुनिरहन मन लाग्ने क्या, त्यस्तो नेतालाई ल्याएर अलि देश बनाउँछु भनेर लगाएको थियो। काम राम्रो नराम्रो जेसुकै होस् आफ्नो बारेमा गुणगान गाओस् भन्ने टाइपको नेताहरू परे क्या। अब यो हाम्रो पोलिटिक्स त यही चलिरहेछ होइन। पोटेन्सियल भएको नेताहरू पनि छन् त दाइ, छन् होइन, तर तिनीहरू त्यो सिनारीलाई फोडेर त्यहाँ छिर्न सकेको छैनन् क्या। तिनीहरू त्यत्तिकै दुम्सेको छन् तिनीहरूलाई। अहिलेको सरकार फेरि कस्तो छ भने जहाँ जहाँ पपुलारिटी पाइन्छ त्यहीँ त्यहीँ हात हालिरहेको छ क्या होइन। जस्तो अब त्यही रङ्गशाला हो, अन्तर्राष्ट्रिय खेल खेल्न प्रतिबन्ध छ होइन। त्यही रङ्गशालामा केपी ओली कप गराएर दुनियाँ मुजरा गरिदियो कि होइन। एक किसिमले त्यो पनि ठिकै हो, गेमहरू नभइरहेको बेलामा गेम गराएको छ, तर सरकार हो नि त, केपी ओली त सरकार हो नि त अहिलेको होइन। उसले त त्यो लिग गेमहरू भइरहेको छैन, लिग गेमहरू गराउनु पर्थ्यो होइन। रङ्गशाला चाहिँ अन्तर्राष्ट्रिय स्तरमा ब्यान्ड छ, त्यसलाई चाहिँ स्तरोन्नति गर्नुपर्ने हो। ए डिभिजन लिगकै कुरा गरौँ, ए डिभिजन लिग नभएको कति वर्ष, 2 वर्ष जति भइसक्यो, 3 वर्ष हुन थालिसक्यो। अनि त्यो कुराहरूलाई त केपी ओली त प्रधानमन्त्री हो नि त, सम्पूर्ण सरकार चलाउने त उसको मातहतमा हो नि त होइन। उसले गर्नुपर्ने हो नि त, केही नगर्ने आफ्नो पपुलारिटीको लागि चाहिँ केपी ओली कप भनेको छ होइन। अन्तर्राष्ट्रिय स्तरमा ब्यान्ड छ त्यो रङ्गशाला होइन, ल्याएर टिकटकरहरू उफारिदिएको छ होइन। जहाँ पपुलारिटी कमाइन्छ त्यहाँ हात हालेको छ क्या। अब यो खालको चरित्रले गर्दाखेरि जनतालाई भ्रम छर्ने, आफूले चाहिँ दुनो सोझ्याइरहने, पैसा अकुत कमाइरहने। अब त बाहिरतिर पनि लगानी धेरै गइसक्यो नेपालीहरूको होइन, अब नेताहरूकै धेरै छ भन्ने कुराहरू छ।
अनि यो तरिकाले त चल्दैन नि त यार, कसरी चल्छ देश भन न। देश विकास नभए कारण दाइ जसले जे गर्नुपर्ने त्यो नगरेर हो। यहाँ नेताले देश बनाउनु पर्ने ठाउँमा खेलकुद आयोजना गरेको छ, आफूलाई बनाइरहेछन् होइन। आर्मीले देशमा सीमा रक्षादेखि लिएर होइन उसको जुन कर्तव्य थियो त्यो गर्न छोडेर विकासका काममा हात हालेको छ। कलाकार हास्य कलाकारले विकासका कामहरू गरिरहेको छ, नेताले हँसाइरहेको छ होइन। यहाँ चाहिँ सब उल्टो भइरहेको छ क्या। त्यो भएकाले पनि गर्दाखेरि यो देश विकास नभइरहेको। फेरि जनतालाई यही कुरा मजा लागिरहेछ नि त, काण्डै काण्ड छ, यता काण्ड छ उता काण्ड छ, नेताले यो गर भनेको छ, मान्छेको दिमाग खाली नै छैन क्या। त्यही कुरामा इन्टरटेनमेन्ट भइरहेको छ, इन्टरटेनमेन्ट लास्टै भइरहेछ क्या यहाँनिर। जनता पनि कति खाली क्या दाइ, कति बेरोजगारीको पनि चरम उत्कर्षमा पुगिसकेको रहेछ दाइ। एउटा मान्छे सुतेर लाइभ के अरे टिकटक लाइभ गरिरहेको छ, हेर्ने दाइ 2K 3K हुन्छन् क्या। फेरि त्यसमा मात्र होला भन अर्को स्कुल गर्दै अर्को गर्दै गयो त्यहाँ पनि हुन्छन् क्या। तिनीहरूको केही काम थियो भने तिनीहरू बिजी हुन्थे भने होइन, समयको सदुपयोग हुन्थ्यो भने त त्यहाँ चान्सै हुन्थेन नि त। त्यहाँ नेपालीहरू त धेरै त्यत्रो ठुलो जनसङ्ख्या होइन नि त होइन, तर माहौल तातिन्छ गएको जस्तो लाग्छ मलाई, केही न केही हुन्छ जस्तो लाग्छ। अब अलिकति राप्रपा पनि तातिरहेछ। अब अलिकति अभियन्ताहरूले पनि दुर्गा परसाईको अभियान छ नि त जुन होइन, खासमा चाहिँ सहकारी पीडितहरूलाई सबैलाई जम्मा गरेर सुरु भएको त्यो चाहिँ होइन। दुर्गा परसाईको अभियान पनि उसको माग पुरा नभएर ऊ त पहिला उनीहरूसँगै जोडिएको मान्छे हो होइन, उसको मेडिकल त्यो पास भएन होइन, हस्पिटल पास भएन, त्यो टिचिङ हस्पिटल, त्यो कारणले पनि होला। अनि अब 2064, 65, 66तिर प्रचण्ड मेरो बा हो, मऱ्यो भने म क्रिया गर्छु भन्ने मान्छे होइन। त्यसपछि ऊ एमाले अहिले राजावादी त्यत्तिकै बिना स्वार्थमा त गएको होइन नि त। दुर्गा परसाई त पुरै स्वार्थी उसले आन्दोलन सुरु गरेको आफ्नो स्वार्थबाट। मैले हिजो भर्खर एउटा हेरिरहेको थिएँ क्या, त्यो गठबन्धन भयो नि वाम एकतापछि टुटिसके पछाडि चाहिँ ऊ प्रचण्डकोबाट गएको खास दुर्गा परसाई, तर पछि केपी ओलीतिर लाग्यो नि। अनि केपी ओली हुँदै गर्दाखेरि चाहिँ उसले के भनेको रहेछ भने अबको देश बनाउने भनेको पार्टी भनेको एमाले हो र देशलाई अगाडि बढाउने नेता भनेको चाहिँ मेरो हजुरबा, उसले हजुरबा भन्छ क्या केपी ओली, केपी हजुरबा हुनुहुन्छ, उहाँ हो देश बनाउने भन्नु। अनि हिजोको आन्दोलनमा चाहिँ गरेर के भन्नु केपी छोड भन्नु क्या, त्यो दोगलापन देखिन्छ क्या। त्यो अभियानकर्ता त एउटा हुनसक्छ केही मिस्टेकलाई करेक्सन गरेर अगाडि बढ्ने कुरा भिन्दै हुन्छ, तर बारम्बार मिस्टेकहरू छ क्या, भनेको त स्वार्थ लुकेको देखिन्छ क्या। अब यो कुराले चाहिँ उसलाई एकदमै हाइलाइट चाहिँ गरायो, त्यो ठाउँमा पोजिसनमा पनि उसलाई पुर्याउला होइन बिस्तारै। बोलीले कन्टेन्ट क्रिएटरहरूले उसको बोली बिकाएर हाइलाइटमा ल्याइदियो क्या दाइ। अब नेपाललाई लिड गर्न सक्ने अब रवि लामिछाने पनि त्यही तरिकाले आएको हो नि त। फेरि त्यही के अरे यो विसङ्गतिहरूलाई भण्डाफोर गर्दै भ्रष्टाचार काण्डहरूलाई गर्दै नेताहरूको कर्तव्यलाई गर्दै आएको हो नि त। उसलाई पनि अब धेरै तानाबाना बुनेर दुःख दिने काम भइरहेको छ। त्यो त दाइ हो, रवि लामी छाने चाहिँ मलाई मेरो विचारमा दुर्गा परसाई चाहिँ नियतै पहिले स्वार्थीपन त्यो नियतै खराब भएर गर्दा गर्दै उसले पपुलारिटीको लागि गर्दै भोलि दिनमा सचिन सक्ला होइन। हिजो वाल्मिकी पनि रत्नकारबाट वाल्मिकी भएका हुन् होइन, ऊ पनि सचिन सक्ला, त्यो कुरामा त्यो भविष्यको कुरा हो होइन। तर उसको आन्दोलन चाहिँ स्वार्थबाट सुरु भएको। तर रवि लामी छानेको कुरामा चाहिँ के हो भने रवि लामी छाने चाहिँ पहिलेदेखि नै होइन जनताको माझमा त्यही तरिका जनतालाई नै जनताकै साथमा रहेर अगाडि बढेको हो क्या रवि लामिछाने चाहिँ। जनताको हितमा काम गरेर नै आएको व्यक्ति हो। अहिले जति पनि त्यसलाई तानासाही गरेर त्यसलाई जति पनि दबाउने काम गरिरहेको छन् नि, तर भोलिको दिन यो सरकारले त्यो सजाय चाहिँ पाउँछ। त्यो त अवश्य पाउँछ, उसले गरेको कर्मको फल त सबैले भोग्नुपर्छ नि होइन। जति पीडा अहिले रविलाई दिएको छन् नि त्यो पीडाहरू भोलि रवि अहिले पो उसले दुःख पाउला होइन। अहिले उसलाई दबाउन खोज्ला, तानासाही गर्लान् होइन। भोलिको दिन उसको पनि पालो आउँछ नि त, ऊ सत्तामा आउला, ऊ सरकारमा आउला, उसलाई फसाएको भनेकै ऊ सरकारमा आएर यिनीहरूको काण्डहरू यिनीहरूको के वाइट बडी काण्ड के काण्डहरू निकाल्न थालेर उसलाई रातारात सरकार ढालेर उसलाई जेल दबाएको हो नि त। अब भोलिको दिनमा अब रविले आएर अब झन् अब रविको शक्ति भइसकेपछि यिनीहरूलाई त्यतिकै छोड्ला भन्न सकेन। तर त्यो दिन कहिले आउला भन्ने कुरा मात्रै हो क्या। मान्छे 84सम्म कुर्याछन् भन्छन्, अब राजावादीहरूले आन्दोलन चर्काउँदै लग्छन् जस्तो लागिरहेछ। पनि धेरै टाढाको कुरा, धेरै टाढा भयो। बालेनलाई पनि खेतेकै हेर्नु हो त एउटा स्ट्याटस, बालेनलाई त वैद्य खानाको कुरा लिएर चाहिँ के अरे बाउ आजीवन त्यहाँको
वैद्य डाक्टर भएकोले उसले डुबाएर हिँड्यो भन्ने टाइपको त अब धेरै लालसन आउँछ क्या सबै खोतल्छ क्या उनीहरूले कहाँ गल्ती छ बाउ बाजेदेखिको गल्ती ल्याएर आउँछ देशको एउटा सानो टुक्राको एउटा महानगरको मेयरसँग देशकै प्रधानमन्त्रीले जुझ्ने कुरा हो र दाइ त्यो अनि त्यही त त्यो त प्रधानमन्त्रीको महातत्मा हुने चिज हो नि त त्यो त होइन होला उसको आफ्नो ठाउँमा उसले कार्यकारी निर्णयहरू उसले गर्न पाउँछ हामीले कस्तो लिडर चुनेछौँ त भन्ने कुरा हो क्या त्यो त अब हामीमा पनि तर त्यो फाइदाकारी हुँदैन नि त त्यो प्रधानमन्त्री आफैलाई फाइदाकारी हुँदैन बालेनसँग जुझ्नु हर्कहरूसँग जुझ्नु भनेको त्यो अलिकति हार्ने नियतै हो क्या त्यो कति त अनफलो अभियान नै चलाएको होइन र भने उनीहरूले के सोचेछन् भने उनीहरू जुन पञ्चायत बेलामा थियो नि होइन कुनै खालको सूचनाहरू त्यति आदान प्रदान नहुने जमानाको सोचिरहन् कि अब त्यो जनता त्यो छैन नि त यस्तो इन्टरनेट प्रविधिको जमाना छ सामाजिक सञ्जालको व्यापकता छ होइन त्यसरी उनीहरू आफैले साइबर सेना बनाए होइन त्यहाँ विभिन्न फेक एकाउन्टहरू युज गरेर होइन एमाले त्यो सुरु गरे होइन त्यहाँ को विरुद्ध कसरी जाने के गर्ने कन्टेन्टहरू कसरी निकाल्ने सबै उनीहरूले सुरु गरे हो सुरु गर्यो भने अब अहिले उनीहरूलाई नै त्यो आफ्नो भारी परिरहेको छ रोक्न खोजिरहेछन् भनेपछि त्यो नियत केही न केही त्यहाँ खलबलिएको देखिन्छ उनीहरूको अनि केपी ओली कस्तो भयो भने आलोचना आफ्नो चाहिँ नसहने अरूलाई चाहिँ अरूलाई त उखान टुका हानी छानी यो उखान टुका चाहिँ कस्तो हुँदो रहेछ भने दाइ जोसँग यदि बार्गेनिङ गर्ने के अरे डिस्कस गर्ने जुन क्षमता होइन अरूसँग चाहिँ जुन शब्दहरू आएन भने चाहिँ अनि आफूलाई केही थाहा जवाफ दिन नसकेपछि चाहिँ उखान टुकाबाट चाहिँ एक शब्दमा सिद्ध्याउने त्यो भनेको चाहिँ के हो भने मलाई थाहा छैन अब यो उखान टुका हानेपछि सिद्धियो भन्ने हो रहेछ क्या मान्छेले सोच्न थाल्छ नि त उखान टुका हानेपछि यसले कहाँ कसरी भने होला कसलाई भने होला भने त्यही त्यसको उखान टुकाले त्यो पपुलारिटी पनि त्यसको बढिरहेको छ होइन उसले त्यो लेभलमा उसको पुगिसक्यो कि उसलाई अब मतलब छैन क्या जनताले आलोचना गरे पनि जे गरे पनि उनीहरू आफ्नै तरिकामा लागिरहेछन् क्या हिजोको दिनमा केपी ओली आई लभ यु भन्दाखेरि ऊ मजा लिएर बस्ने मान्छे आज यो आलोचना पनि सहनु पर्यो नि केपी चोर देश छोड भन्ने गणतन्त्र लोकतन्त्रमा त सहनु परेन हिजोको दिनमा केपी बा आई लभ यु भन्दाखेरि उसले ल मैले राम्रो काम गरेको छु भन्ने उसले सोचेर ल राम्रो सोच्यो होइन अहिले केपी चोर देश छोड भन्दाखेरि उसले मैले केही बिगारेर त यिनीहरूले भनेको होला भन्ने कुरा त्यो रियलाइज गरेर त्यो कुराहरू आफ्नो कमजोरीहरू पत्ता लगाउने हो नि है तर त्यस्तो छैन के अझै पनि चेतना फैलिएको छैन कि हाम्रो नेताहरूमा हुन त के चेतना फैलिन्थ्यो अलिकति पढे लेखेको शिक्षितहरूलाई त्यो पोलिटिक्समा आएर जतिसुकै पढेको गए पनि त्यहाँ आफ्नो मात्रै हुँदैन क्या हुन चाहिँ त्यहाँ दुनियाँ मिल्नुपर्छ दुनियाँ एट्याक हुन्छ दुनियाँ के हुन्छ आफ्नो वर्चस्व आफूले राखिरहनु पर्ने हुनसक्छ जनतालाई भ्रम छरिरहनु पर्ने हुनसक्छ होइन थर्काउनुपर्छ कसैलाई दबाउनुपर्छ अब के अरे गुन्डाहरू लगाएर शुद्ध त्यो उहरूलाई रोक्नु त्यो पावरको खेलै त्यो रहेछ क्या हामीले अब बुझ्यौँ कि लोकतन्त्र भएपछि सबै भइहाल्छ होइन तर यो खेलमा चाहिँ बालनको बेलामा मिसाइल फालेको त्यो म त मेसेजलाई चाहिँ त्यो स्ट्याटसलाई चाहिँ मिसाइलको दर्जा दिन्छु क्या एक किसिमको मिसाइल हो क्या यो राजनीतिक दलको लागि त अझ भनौँ एमालेको लागि त मिसाइल हो क्या मिसाइल बराबर फालिरहेको क्या उसले एमालेको लागि अब त बम विस्फोट हुन मात्र बाँकी छ क्या बालनको तर्फबाट होइन उसले अट्याक गरिरहेको छ उसले आफ्नो फलोवरै कति घटाइदिइसक्यो अनि केपी भएको अनि त बेलामा दिइरहेको हुन्छ क्या त्यो एकदम ठिक लाग्छ मलाई अब एमाले चाहिँ बालेनलाई के सोच्छ भनेपछि सकेसम्म 84को चुनावमा उठ्दै नउठोस् त्यसरी नै त्यसलाई यातना दिएर दबाइदिउँ भन्ने सोच्छ होइन उठिहाल्यो भने उसलाई जित्नै नदिने अनि यो कुलमान घिसिङको प्रकरण पनि आइरहेछ अहिले होइन 0% मूल्याङ्कन कार्य सम्पादन मूल्याङ्कन त्यस्तो नै हुन्छ त यार त्यस्तो हुन्छ कुलमान घिसिङले त नेपालको विद्युत प्राधिकरणमा कुलमान घिसिङ आएपछि त उज्यालो देख्न पाएको होइन हामीले ल भनौँ न हामी काठमाडौँमै बस्दाखेरि पनि दिनमा 18-19 घन्टा लोड सेडिङ हुन्थ्यो ल उसले सबै आयोजनाहरू आउँदाखेरि सकियो होला र के होला तर मिलाउनु त पर्यो नि त म्यानेजमेन्ट त गर्नु पर्यो नि त होइन सबै एकैचोटि त थिएन नि त अहिलेको जस्तो इन्डियालाई हामीले बिजुली नै बेचेको थिएन इन्डियाबाट ल्याएर भए पनि लोड सेडिङ उ गरेको छ यो सरकारको चाहिँ के हो भने जहाँ राम्रो काम भएको छ त्यहाँ त हात हालिरहेको छ क्या त्यसलाई बिगार्न खोजिरहेछ कति संस्थानहरू छ पुरै लसमा गएको छ त्यसलाई सुधार्न मतलब छैन त्यहाँको प्रमुखलाई चाहिँ हटाउनदेखि लिएर केही गर्न सकेको केही गरेको छैन अनि जहाँ राम्रो भइरहेछ जहाँ जनताले चाहिँ चाहिरहेको छ यो मान्छेले ठिक गरिरहेको छ भन्ने ठाउँमा चाहिँ त्यहाँ हात हालिरहेको छ क्या जस्तो कुलमानकै केसमा होस् बालेनकै केसमा होस् हर्क साम्पाङकै केसमा होस् रविकै केसमा होस् जहाँ जनताले चाहिँ ल यो ठिक छ है भनेको छ त्यहाँ चाहिँ यो गलत छ भनेर ऊ लागिरहेको छ त्यो यिनीहरू आफै सिद्धिने खेल हो जस्तो लाग्छ क्या मलाई कालान्तरमा गएपछि जनताले त बुझिरहेछ नि त अहिले त
कहाँ घाटाको विद्युत प्राइभेटकरण ल्याएर नाफामा बनाएको छ कहाँ यो एउटा दुग्ध विकास केही संस्थान छ क्या अघिल्लो वर्ष 1 वर्ष कि 2 वर्ष अगाडि नम्बर 1 मा थियो क्या यो नाफा कमाउनेमा अहिले यस्तो तल झरेको छ त्यहाँ चासो छैन सरकारको त्यहाँ चासै छैन चासो कहाँ छ विद्युत प्राधिकरणमा किन भन्दाखेरि चाहिँ व्यापारीहरूको लाइन काट्दियो महसुल तिर्न नसकेको कारणले महसुल नतिरेको कारणले प्राय व्यापारीहरू जतिको एमालेलाई चलाएको व्यापारीको फन्डिङ हो नि सबै त्यही रहेछ भने अहिले देखियो नि त गिरीबन्धुदेखि लिएर अहिले कुलमालाई निकाले प्रकरणदेखि लिएर जे भन्यो भने एमाले पार्टी भनेको एमाले होइन प्रायः सबै पार्टी तर बेसी मात्रामा एमाले चाहिँ व्यापारीको फन्डिङबाट चलिरहेको एनजिओ आइएनजिओमा पनि बढी एमालेकै उछान रे क्या अनि सहकारीदेखि लिएर प्राइभेट स्कुलहरूमा पनि सबै एमालेकै छ अरे क्या प्रायः धेरै छ कसले चलाएको छ भन्ने कुरा त एउटा सानो उदाहरण लिउँ न युएसआइडीको त्योबाट पनि प्रष्ट भयो नि त ट्रम्पले त खुलेआम नाङ्गो बनाइदियो नेताहरूलाई बनाइदियो नि नाङ्गो कसले सङ्घीयता लाद्नको लागि कति पैसा पैसा खर्च गराएर रहेछ भने त्यहाँ देखियो नि त हिन्दू धर्मलाई चाहिँ उडाउनको लागि नास्तिकता फैलाउने बनाउनको लागि कति खर्च गर्यो होइन को इन्भल्भ भए होइन इभन अब हामीले एकदमै मान्ने गरेको महजोडीको पनि नाम आएको छ होइन यी धेरै रहेछन् क्या यी सबै लगभग नेपालमा चाहिँ बिकाउ भयो क्या होइन एकदम फन्डिङबाट चलाएर रहेछन् क्या बिकाउ भयो पैसा चाहियो पैसा बढी हाबी भएको हो पैसा चाहिन्छ पनि इलेक्सन जित्नु पर्नेछ आफूलाई चलाउनु पर्नेछ स्ट्याटस मेन्टेन गर्नुपर्नेछ अनि अब यो लोकतन्त्रमाथि नै प्रश्न गरे जस्तो हुन्छ मानिसलाई चाहिँ होइन हामीले यत्रो गणतन्त्र लोकतन्त्र ल्यायौँ योभन्दा राम्रो सिस्टमै छैन भन्ने कुराहरू गर्छन् नेताहरू यसो हेर्दा तर रिजल्टमा देखिँदैन क्या फेरि होइन ठ्याक्कै उल्टा छ क्या रिजल्टमा चाहिँ तिनीहरूको लागि नै धर्मनिरपेक्ष पनि विदेशीले नै लादिदिएको हो भिडाइदिएको जबरजस्ती बोकै भनेर भिडाइदिएको हो नत्र अब 62-63 को आन्दोलनमा त त्यही राजतन्त्र के अरे निरङ्कुशता फाल्ने त कुरा थियो राज संस्था पनि फाल्ने होइन क्या त्यो आन्दोलनको उद्देश्य त्यो होइन त्यो त राजनीति रङले त्यसपछि भित्र रोल अर्कै खेल्यो अन्तिममा टाइममा खेलहरू खेले अरूले होइन गणतन्त्र चाहियो के भन्यो माओवादीको एजेन्डा पनि अब थियो तिनीहरू अनि कम्युनिस्टहरूको एजेन्डा पनि हुने भयो काङ्ग्रेसलाई पनि के लाग्यो भन्दाखेरि राजालाई त बिपीहरूले त बोकेको हो राजा नभए त हुँदैन भन्ने थियो तर पछिल्लो लेभलमा काङ्ग्रेसहरू पनि के भयो भने त्यो नेतृत्व थिएन नि त गणेशमानहरू किशनजीहरू अब थिएनन् किशनजी त थिए होइन गणेशमानहरू त गइसकेका थिए विशेषहरू थिएनन् अनि के भयो भने ल अरू सबै मान्ने भयो भने काङ्ग्रेसले चाहिँ किन नमान्ने भन्ने कुरा अब सट्टै हटाइदियो क्या सबै कुराहरू आयो त्यसले यी नेताहरूभन्दा एकदम भिजन भएको त म राणाहरूलाई पनि देख्छु दाइ कमसेकम राणाहरूले त तपाईँको 2-3 वर्षको बच्चालाई सुद्धा राजा बनाएर राजा चाहिँ फाल्नु हुँदैन है शासन हामीले गरे पनि राजा चाहिँ फाल्नु हुँदैन है राजा फाल्दाखेरि देशलाई चाहिँ सङ्कट आइलाग्छ देश बिग्रिन्छ भनेर 2 वर्ष 3 वर्षको बच्चालाई पनि राजा बनाएर उनीहरूले शासन गरेको छ क्या राजा चाहिँ फालेको होइन चाहेको भए राणाहरूले राजा फाल्न सक्दैन थिए उनीहरूले सम्पूर्ण छोडेर इन्डिया गएको होइन ज्ञानेन्द्र शाह अहिले भइरहेको राजा बच्चाको बेलामा उसलाई राजा बनाएर राखेको हो होइन राणाले चाहेको भए त्यो बेला राजसत्ता ल गयो है सिद्धियो है भनेर आफू बन्न सक्दैन थिए सक्थे नि तर उनीहरूले के गरे उनीहरू बरु श्रीतिनु भए उनीहरूले श्रीपेज अर्को बनाए तर राजा फालेनन् क्या हो कि नि यसो विचार गर्नु त राजा फाल्दाखेरि देशलाई असर पर्छ भन्ने कुरा उनीहरूले सोचेको थिए क्या आज भएकै त्यही हो राजा फाले यो छोटा राजाहरू बढी भयो क्या यिनीहरूको पनि मोज मस्ती त राजाको भन्दा कम छैन नि जतिसुकै टपरीमा भात खायो भने जे खायो भने उनीहरूको त्यो भ्याउँदैन क्या हेलिकप्टरमा सयर गराएको छ होइन त्यो त सत्ता बाहिर गइसके पछाडि टपरीमा भात खाएको त हो देखावटी हो क्या त उसले यो केसमा चाहिँ मलाई दुर्गा प्रसादको याद आयो क्या त दुर्गा प्रसादले के भन्छ भने के अरे चरेसको थालमा मार्सीको भात खुवाएर त केही भएन अब टपरीको थालमा भात खाएर हुन्छ भन्थ्यो क्या होइन हुन पनि हो केपी ओली र पर्चुलालाई चरेसको थालमा मार्सी के अरे मार्सी चामलको भात खाएको अहिले त टपरीको भात के टपरामा त्यो के भक्कुवा र के खाँदै हिँडिरहेको छ क्या तर जे भयो भने दुर्गा प्रसादले कुरो चाहिँ ल्याउँछ दम छ क्या मान्छेमा चाहिँ शोषित पीडित मान्छेहरू सहकारी पीडित मान्छेहरूलाई एकट्ठा पनि गराएको छ अब अरूलाई पनि गर्दैछ यस्ता होइन त्यो उमेरले पनि गर्छ होला हामी अब त्यति राजावादी त्यति छैनौँ तर फेरि अब आन्दोलन भइरहने भयो भने त देश सङ्कटमा पनि जान्छ नि त फेरि देश कमजोर हुन्छ अनि यिनीहरूले फेरि दबाउन खोज्छन् जनताले दुःख पाउने हो अब त्यो कति धान्न सक्छन् अब
यो भन्न सक्दैन क्या स्थिति नेपालको स्थिति बिग्रिँदै गइरहेको छ होइन नेपाल आफैमा हुन चाहिँ अब पुर्खाहरूले एकदम स्वतन्त्र बहादुरको देश भन्छन् होइन गरे पनि गरे हो नि यार त्यो बेलामा त्यही गरेको नाम बेचेर काम बेचेर त अहिले यो हाम्रो नेताहरू तर विश्वमा नेपालको छवि चाहिँ एकदमै तल बनाइदियो कि नेपालै छ कि छैन नेपाल के हो भन्ने कुरा अब फ्रडहरूको देश भन्ने कुरा आइसक्यो क्या मैले टिकटकको एउटा भिडियो हेरिरहेको थिएँ कि एउटा फुच्ची रुँदै थिएँ कि फुच्ची रुँदै थिएँ अनि किन रोको भन्दाखेरि चाहिँ सगरमाथा कि गौतम बुद्ध चाहिँ इन्डियाको हो कि सगरमाथा चाहिँ चाइनाको हो भनेर पढाइ भरे कि विदेशमा बस्ने बच्चा त्यहाँ पढाइ भरे क्या ऊ नेपाली थाहा भयो हिस्ट्री त अलिअलि उसलाई त नेपालको बारेमा थाहा हुन्छ त्यो फुच्चीलाई चाहिँ ऊ विदेशमै बस्ने हो उही बाबामा उही बसेकाले ऊ फुच्ची पनि त्यहीँ विदेशमै पढ्ने हो सगरमाथा चाहिँ चाइनाको हो गौतम बुद्ध चाहिँ इन्डियाको हो भनेर चाहिँ पढाइदियो अरे क्या अनि ऊ फुच्ची आएर घरमा रोको थियो त्यही भिडियो हालिरहेको थिएँ त्यो तरिकाले पनि एट्याक हुँदैछ नेपाल त छैन जस्तो पनि फिल बनाइसक्यो नेताहरूले होइन किनभने जनताहरू अब बाहिर गएका छन् वर्षै दैनिक कति लासहरू आइरहेछन् भनिन्छ होइन दुःख पाइरहेछौँ वहाँनिर सजिलो छैन नि यार तर त्यो रेमिट्यान्सले कति चलाएको देश हामी अब यो केही वर्षसम्म हो यो पनि चल्ने त्यसपछि त यो लथालिङ्गै हुन्छ क्या यो केहीले काम नगर्ने भएपछि जहाँ पनि भ्रष्टाचारै मात्रै भएपछि अनियमितता नै भएपछि जहाँ पनि गुन्डागिरी नै चलेपछि सरकारमा बसेका पार्टीका मान्छेहरू त मलाई यस्तो लाग्न थाल्यो त्यो ग्याङ हो जस्तो लाग्न थाल्यो क्या त्यहाँ चाहिँ त्यो वैधानिक रूपमा इलेक्सन जित्ने होइन अनि ग्याङ तरिकाले देश चलाउने क्या जे पनि गरे हुन्छ भन्ने कुराले होइन त्यही भइरहेको होइन अहिले भइरहेको छ अहिले अब हेर्नु न अब फेरि जनता पनि अब के हो हुन त जनता पनि के भन्नु त कि नेपाली जनता पनि हेर्नु न 16-17 वर्ष अगाडि होइन 16-17 वर्ष भने 20 वर्षै अगाडि भनौँ न आज 82 होइन 62-63 भनेपछि कति 64मा फाल्यो होइन धेरै कति भएछ र त्यो 16देखि 20 वर्षको हाराहारीमा भएको छ होइन त्यतिखेर ज्ञानै चोड देश छोड भन्ने जनताहरू आज ज्ञानी राजा आऊ देश बचाऊ भनिरहेछन् क्या होइन मेरो राजा मेरो हामी आइक्यूमा 0 हो भन्थ्यो हो भने क्या जतातता डोर्या त्यता गणेशमान सिंहले सही भने जनता भेडा आउनु भन्थ्यो सही हो जनता भेडै छन् क्या जनता त डिभाइड हुन्छ क्या अब कोही जातीयताले ल्याएर उचालिदिन्छ डिभाइड गरिदिन्छ त्यहाँनिर कसैले यो हामी यतिदेखि यो बाबु बराजु यसरी आएको हामीले राजा फालेको हामीले तानाशाहीपन फालेको भन्छ जनता त्यतै कुदिरहेछ